सम्पूर्णलाई राधे राधे। अहिले हामी अर्घाखाँची जिल्ला अन्तर्गत सन्धिखर्क नगरपालिकाको यस प्रसिद्ध धार्मिक पर्यटकीय स्थल सुब्बा देउरालीमा आइपुगेका छौँ। सुब्बा देउराली माताको सुब्बा देउराली मन्दिर आस्था, रहस्य र प्राकृतिक सौन्दर्यको सङ्गम। नेपालको रमणीय पहाडी भूभागको काखमा अवस्थित सुब्बा देउराली मन्दिर एक यस्तो स्थान हो जहाँ पुग्ने बित्तिकै मानिसले केवल एउटा मन्दिर मात्र होइन, एक गहिरो अनुभूति महसुस गर्छ। अर्घाखाँची जिल्लामा पर्ने यो मन्दिर आज धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले निकै प्रसिद्ध बनिसकेको छ। तर यसको प्रसिद्धिको जरा केवल यसको सुन्दर दृश्यमा मात्र होइन, यसको इतिहास, किम्वदन्ती र मानिसहरूको अटल विश्वासमा लुकेको छ। पहाडको धारमा रहेको यो स्थानबाट चारैतिर फैलिएको हरियाली, गहिरा खोजहरू र टाढासम्म देखिने दृश्यहरूले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। स्थानीय कथन अनुसार धेरै वर्ष अघि यो बाटो निकै खतरनाक थियो। यहाँ बारम्बार सवारी दुर्घटनाहरू हुने गर्थे, जसले गर्दा यात्रुहरूमा डर र त्रास फैलिएको थियो। मानिसहरूले विश्वास गर्न थाले कि यो स्थान कुनै अदृश्य शक्तिसँग सम्बन्धित छ। त्यसपछि स्थानीय बासिन्दाहरूले देवीको पूजा गर्न थाले। सुरुवातमा सानो थान बनाएर पूजा गरिएको थियो। बिस्तारै मानिसहरूको विश्वास बढ्दै गयो र आश्चर्यजनक रूपमा दुर्घटनाहरू कम हुँदै गएको अनुभव गरियो। यही घटनाले सुब्बा देउरालीलाई सुरक्षाकी देवी बस्ने स्थानको रूपमा चिनिन थालियो। यहाँको स्थानीय किम्वदन्ती अनुसार कुनै एक युवकले आफू लाहुरे हुनको लागि मातासँग प्रार्थना गर्यो र देवीको कृपाले लाहुरे भइसकेपछि देवीको बाटो छलेर अपहेलना गरेर हिँड्न लाग्दा देवीकै प्रभावले उसलाई पहाडमा टाँसिदिएको सुन्न पाइन्छ। दसैँ, तिहार जस्ता पर्वहरूमा भक्तजनहरूले ठुलो भिड लाग्ने गर्दछ। केही मानिसहरूले यहाँ भाकल गर्ने, मनोकामना राख्ने र पुरा भएपछि पुनः आएर कृतज्ञ हुने परम्परा पनि पालना गर्दछन्। सुब्बा देउराली मन्दिर केवल एउटा स्थान होइन, एउटा अनुभूति हो जहाँ आस्था, प्रकृति, रहस्य एकैसाथ मिलेर मानिसलाई केही क्षणका लागि भए पनि जीवनको गहिरो अर्थ महसुस गराउँछ। जो कोही यहाँ पुग्छ उसँग केही सम्झना, केही शान्ति र केही विश्वास बोकेर फर्किन्छ। यसैले यदि तपाईँले पनि सुब्बा देउराली भ्रमण गर्नुभएको छैन भने एकपटक अवश्य जानुहोस्। त्यो यात्रा केवल ठाउँसम्मको मात्र यात्रा हुने छैन, त्यो तपाईँको मनभित्रको यात्रा समेत हुनेछ। धन्यवाद।